अखु देन एकपल्ट ओइ अमिल त छै गाडबाट बुलेर लिएको हड्डी जल्ला परेको हड्डी जल्ला पारेर लिएको एकदम शुद्ध मारे टन्ना विश्वको सबैभन्दा भेटुकाको मम्मी हो रे यो चाहिँ अनि कताको विश्वको सबैभन्दा लामो यो विश्वको सबैभन्दा लामो फुल Hello everyone, welcome to my first vlog. त्यसै कारण हामी लुटो आएर कनानको मिलनलाई लुटाएर खनाएको अवस्था यता ढोटी फुस्केको यता ढोटी फुस्केको अवस्था छ यता यो खाइसक्यो खुट्टा नि टिपी हामी हाम्रो दुईजना कहाँ हराउनु भएको अवस्था छ हामी तीनजना चाहिँ अगाडि छौँ एउटा चाहिँ आक्से कस्तो ओ काफल फोलेछौ खै यो काफल काफल होइन ओ त्यस्तो देख्दा त नौ त माथिको हेर्नु न काट चमचम आयो त्यति त अहिले भइरल छ उहाँ दुईजना चाहिँ भर्खर भर्खर नयाँ कपालहरू हुनुहुन्छ दुला दुलै अस्ति भर्खर बिहे गर्नुभएको सूचना यो प्रकाशन भइसकेको छ म बेहुली नि म देउला उहाँ चाहिँ बेहुली बाबु गुल्टेको छ कता हो नि यहाँ पता हेर तल्यो खै मेरो हात पात्यो तर घर त देखिन्न रहेछ नि यहाँ त दुईजना चाहिँ हराउनु भएको अवस्था दुईजना साथीहरू चाहिँ कहाँ जानुभयो अखु अखु ओइ उतै बाटो कहाँ जान्छ साडी खै यो बाटो गाडी अघि के साथी जान्छ बनाएको बाइक मलाई त्यो सल्लाह मजाले हात टिप्दै के टिप्ने खाजेसी त्यस्तो हुन्छ नि भयो के टिप्ने त्यो अघि लैजानु भएको थियो उनी छाएर आउनु भएको त्यही भएर होइन मन लागल तारा भनेर बोल न यसै अघिको भाषा बोल त के भन्थ्यौ अघि कला तिम्रो कला देखाइदिनु आयो हजुर तातो किलो अमिर लो अनि अरू ट्वाक्कै पेर मिलाएर खोलेर पिरेर हामीले पिर ट्वाक्क अनि यता झटपट झटपट आएर मिलेर खानु होला खाएपछि हुन्छ छटपट पछाडि धुलो गाईजहरूको धुलो देख्न सक्नुहुन्छ धुलो दुईजना अघि हिँड्दै हुनुहुन्छ साँच्चै यदि त कहाँ हराएर घर हाम्रो साथी चाहिँ घर जानुभएको अवस्था देखियो तर त्यहाँ साँच्चै देखिएनन् किन त आएनन् के हो र खै हाम्रो साथीहरू आएनन् कहाँ गए यिनीहरू हाम्रो साथीले हराए गएर सोध्यो भने के भन्ने आउन त सँगै आएको हाम्रो पछि तर बाटोमा हामी अघि उनीहरू पछि अडसठी करोडको माल देख्न सक्नुहुन्छ तपाईँ यसको नाम
डाइनोसरको अन्डा डोना थापाको सरीको अवस्था छ यता चाहिँ म उल्टीको कहाँ रोडबाट देख्यो किल्लो रोडबाट तल त्यहाँ हाम्रो एकजना मलुटीको अवस्था तर यहाँ खुट्टा निले डाम छ न अझै तर लोट्नु भयो होइन त्यसरी लोट्नु भयो हाम्रो परा अर्गलको यस्तो परा छ हाम्रो अङ्कलले चाहिँ यहाँ पानी खाँदै डाइनोसरको अन्डा हो यो खास यसलाई पखाल्दै हुनुहुन्छ भर्खर किनेको माल यसो पखाल गर्न पर्यो ल देख्न सक्नुहुन्छ आछु यसरी पखाल्नु पर्छ अरे लिएर आयो आउनु आइज अझ जो धेरै आत्तिने तिमी पख तिमीलाई ल आइज म त गएँ मलाई नदी खान्छन् है म 3टा गन्छु नि म 11 त रहेछ दन्न एउटा बोनस दिएको रहेछ मलाई अघिको 3टा 4टा पुऱ्याएको अघिको 3टा दिएको 4टा पुऱ्याएको त्यो छै खानी क्या पुग्नुहुन्छ मेरो छामा बिचरा भावुक भन्नुभएको अवस्था छ हाँदैन है गर्दा अमिलोको बुट्टा ओ अमिलो त छै एउटा कति राम्रो बुट्टा लिइबस्यो नि लाउरे बुट्टली हो यसको टिका लाउनु नि पैसा पाइन्छ पैसा भेटिन्छ भन्ने बुढा पाकाको अनुमान छ त्यसैले ल जाम टन्टीको दिमाग छ नि त त्यो सकिरो बोक्छ भने यो सानो कहिले अनि बोक्ने कहिले मलाई ए अच्छा कसरी हो म त के काने मेरो आन्टीले दिमाग लगाएर खै ए त्यो काफल हो यो काफल हो गाइस कति आनन्द देख्न सक्नुहुन्छ तपाईहरु यति आनन्दको लाइफ दुईजनाले काम नपाएर अल्छी गरिन्छ नि हिँड्न नि यस्तो गरेर को हिँड्छ यसरी धुलो उडाइदिएर गयो होइन गाइज देख्न सक्नुहुन्छ हामी चौतारामा आइपुग्यौँ ओइ मान्छे हान्डेपछि मान्छे हान्डेपछि मान्छे हान्की एकछिन बोकेछ एकछिन झारेछ एकछिन बोके एकछिन झारे मजा आछ यस ओइ बाइक आयो कि फेरि होइन
अर्कै छ नि पता नहीं कैसे मिला तुमको यहाँबाट हो मन्दिर जाने यहाँबाट नि जान्छ उतापट्टि जाँदा नि हुन्छ हाम्रो तारागाउँ देखियो हमारा स्कूल है तो है लेकिन अब हम लोग उस इधर स्कूल में नहीं जाएंगे पढ़ने के लिए पढ़ाई करने के लिए हम नहीं जाएंगे और उधर से उधर भागेंगे यस के भन्यो रे अरे हजुर टन्ना ओरिजिनल एकदम अनि अरु घाटबाट धुलेर ल्याएको हड्डी जलवा परेको के बोले भाइ अब के बोले हड्डी डल्ला परेको अवस्था हड्डी डल्ला पारेर ल्याएको एकदम शुद्ध अरे टन्ना कति चाहिँ हेर्नु अभी वहाँ से लुक तो क्यों कर लाता खाने का पछि देख्न सक्नुहुन्छ हाम्रो दुईजना हजुर 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 दुईजना चाहिँ यहाँ अगाडि हुनुहुन्छ म चाहिँ पछि छु तपाईहरुको साइन के हो मेरो म हिजो नै भनेको म बुढा यो बुढी अच्छा यो स्टाइल गर्नु हामीलाई नसक्नुहुन्छ हाम्रो मित्रहरूले चाहिँ यहाँ यस्तो गरेर जानु भएको छ देख्न सक्नुहुन्छ विश्वको सबैभन्दा ठुलो कप गाइजहरु देख्न सक्नुहुन्छ गाइज विश्वको सबैभन्दा भेटुकाको मम्मी हो रे यो चाहिँ अनि कताको विश्वको सबैभन्दा लामो तपाईलाई देखाउँछु म देख्न सक्नुहुन्छ यो विश्वको सबैभन्दा लामो पुल यो चाहिँ विश्वको सबैभन्दा सानो कप सो गाइज हामी चाहिँ रुममा आउनुलाई सक्यौँ आजको लागि चाहिँ यति नै अब नेक्स्ट डे भेटौँला